बचाइए सो अरे अरे भाई साहब मोदी जी हमको बचाइए। So hello and namaste, welcome back to our YouTube channel इटरी ब्रोज। So guys, आज चाहिँ हामी कहाँ जाँदैछौँ भने आज हामी यहाँ पर हाम्रो स्विमिङ पुल खनारको बेस्ट स्विमिङ पुलमा जाँदैछौँ हैन। कति गहिरो छ है? लास्ट गहिरो छ, एउटा सिंगै बास डुब्छ। लास्ट गहिरो छ अरे। ल अनि र मलाई पौडी खेल्न आउँदैन, यसलाई चाहिँ खतरा आउँछ हैन। सो आज चाहिँ हामी पौडी खेल्छौँ अनि हजुरहरूलाई देखाउँछौँ पौडी खेलेर। सो हामी चाहिँ घरबाट लुकी लुकी पौडी खेल्न आइरहेको छौँ र यो पनि लुकी लुकी आइरहेछ। उहाँ हेर्न सक्नुहुन्छ पानी पानी पुरै भरै छ क्या पानी। हुन्छ नि यति धेरै पानी त हुँदैन र हामी चाहिँ पौडी खेल्न उहाँ अगाडि जान्छौँ हैन। यहाँ चाहिँ किन नखेलेको थाहा छ? यहाँ खेल्न आउँथ्यो तर हाम्रो घर नजिकै छ। सो हामी यहाँ खेल्दैनौँ, पनि नजिकै छ। सो हामी त्यहाँ गएर खेल्छौँ र यसलाई चाहिँ आउँछ हैन। कुन कट आउँछ भन्दै त? सब कट आउँछ यसलाई सब कट आउँछ। कुन डगी हैन? ए सरी 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 माछा बुझिरहेको मैले डगी भन्न खोजेको होइन, मैले डल्फिन भन्न खोजेको हो कि। सरी सरी है सरी। नटी माइन्ड युज गर्नु हुँदैन। र आज चाहिँ हामी यहाँ पौडी खेल्छौँ। अब हामी गरिब दुखी होइन है। स्विमिङ पुल जाने पैसा छैन। स्विमिङ पुल होइन, हामी ओसन पार्क जाने पैसा छैन। दुबईको के अरे बुर्ज खलिफा माथि आई मिन मिया खलिफा माथि बस्न सरी सरी बुर्ज खलिफा माथि चढ्न उयो छैन। त्यही हो, आज हामी यहाँ पौडी खेलिदिन्छौँ होइन। हाम्रो भ्लग हेर्दै गर्नु होला र पहिलेको भ्लग पनि हेर्दै गर्नु होला। यहाँ पुगेपछि हामी देखाउँछौँ। हामी चाहिँ पौडी खेल्ने ठाउँमा आइसकेको छौँ। यहाँ हो पौडी खेल्ने ठाउँ। यहाँ हेर्न सक्नुहुन्छ कति सफा छ यो नहर। आई मिन यो स्विमिङ पुल र मेरो गर्लफ्रेन्डको मन उस्तै छ क्या, सफा कति सफा छ। यहाँ हेर्न सक्नुहुन्छ कति सफा। उसको मन र यहाँको स्विमिङ पुल एउटै हो, सफा। र यसको चाहिँ यहाँ हिजो राखेको पेन्टी होइन के यसको हिजो राखेको अन्डरवेयर कहाँ छ? जनता जान्न चाहन्छन्। यसले राखेको अन्डरवेयर यहाँ छ। उठा छिटो उठाएर त। सो यसले राखेको अन्डरवेयर यही छ। के भयो त? ल केही हुँदैन। आन्टी हेर्नु यसले लुकाइ पौडी खेल्छ। यसलाई पक्रिनु, यसलाई जेलमा हालिदिनु। घरमा थाहा पाउनु भने के हुन्छ भन्दैछ। यसलाई पक्रेर जेलभित्र हालिदिनु होइन। लान त नि बाक। सो यहाँ भाइहरू आउँदैछन्, भाइहरू पौडी खेल्छन् खेल्दैनन् सोध्ने हो यहाँ होइन। लाउँदै गर्नु। भाइहरू पौडी नखेल्ने किन हो? तिमी त पहिले खतरा पौडी खेल्छौ त। एकछिन के हो तिम्रो नाम? विराज। तिम्रो? सबिन। तिम्रो? विनम। तिम्रो? विष्णु। तिम्रो? आकाश। तिम्रो? शिवम। इटरी ब्रोज भनेर युट्युबमा सर्च गर है। के भनेर सर्च गर्छौ अरे? ल सब्सक्राइब हान्नु भन नि त यहाँ। सब्सक्राइब हान्दिनु गाइज। ल सब्सक्राइब हान्दिहाल्नु अब हैन। कसले बोलायो? ल बाई भाइहरू। सोच्दै हो मलाई बाल लाग्दैन क्या जोसँग नाना हो नि त। हेर्नु त यसले चुकाएको क्या खेल्दिन। सो यसले पौडी खेल्छ ला नि त नि। सो भाइहरू गइसकेको छ। अब हाम्रो टाइम आइसकेको छ पौडी खेल्ने होइन। सो म पौडी खेलेको सिधै देखाउँछु, लुगा खोलेको त देखाउनु मिलेन। त्यही हो। सो हामीले चाहिँ मैले चाहिँ लुगा खोलिसकेँ, यसले खोलेर पनि छिरिसक्यो। हेर्नु यो जस्तो गद्दार कोही छ? यसलाई मैले क्यामेरा पक्री म धान फाल्छु भनेको थिएँ र यसको सुरुमा सिन लिन्छु भनेको थिएँ। के हो तेरो पारा हो नि? यस्तो पनि हुन्छ? यो र म सँगै आएको होइन तर केही छैन। मलाई अलिक जाडो पनि हुन्छ, त्यही भएर लालिपप लागेलु। हेर्नु साथीहरू यसले पौडी खेलेको खेल्दै आमा बाबा सही हो। के म अब यहाँ क्यामेरा लिएरै जानु म यहाँ के गरौँ?
तँ आइज साला म पौडी खेलेको देखाउँछु सो साथीहरू त्यही हो अब म हाम फालिदिन्छु तिम्रो मायामा आई मिन स्विमिङ पुलमा सो अब यसले चाहिँ क्यामेरा पक्रिन्छ सो पौडी खेल्नुभन्दा अगाडि के गर्नुपर्छ सबैभन्दा सुरुमा एक्सर्साइज गर्नुपर्छ यसरी त्यही हो पौडी खेल्न कति मजा आउँछ तपाईँहरूलाई मैले आउनु भनेको होइन किन आउनु भएको पौडी खेल्न किन आउनु त्यो मोबाइलभित्रबाट आउनु थ्याङ्क यू तिमीलाई मैले फुल दिन सकेँ के भयो त तिमीलाई मैले फुल दिन नसकेँ के भयो त तिमीलाई म यो पोखरीको केही पनि होइन सो फेरि एकचोटि म जान्छु तिम्रो मायामा झन्डै म डुबिन तिम्रो मायामा म झन्डै डुबिन ल फोन लाग्दैन त भित्र फोन भित्र लाग्दैन तिम्रो मायामा म झन्डै डुबिन त्यसैले म त्यहाँ पानीभित्र उभिन सो गाइस मैले चाहिँ पानीभित्रै मोबाइल लिएर आइसकेको छु हम लोग यहाँ पे क्या कर रहे हैं हम लोग यहाँ पे क्या कर रहे हैं पौड़ी खेल रहे हैं देख सकते हो हमारे घर पे गाइस हमारे घर पे बाढ़ आ गई हमारे घर पे क्या हो गई बाढ़ आ गई हमारे घर पे बाढ़ आ गई मोदी जी बचाइए हमारे घर पे गाइस मेरो सबै यो भिजिसक्यो सो गाइस मेरो यो मोबाइल भिज्यो होला सो गाइस मैले चाहिँ पानीभित्र मैले मोबाइल छिराएर स्पिकर बिग्रियो होला साउन्डै आएको छैन सो म यहाँ पानीमा पुस्छु सो यहाँ गाइस मेरो भिडियो बनाउने मोबाइल गयो भने म कसरी तपाईँहरूलाई मेरो मुख देखाउनु ब्लगबाट केहीबाट कसरी देखाउनु हैन कसरी देखाउनु बरु यसकै देखाइदिन्छु सो गाइस अझै पनि मैले पानी निकालेको छुइनँ हैन साउन्ड चाहिँ कस्तो आइरहेछ आई डोन्ट नो सो गाइस मलाई चाहिँ पौडी खेल्दा टेन्सन भयो क्या अब के गर्नु यो मोबाइल बिग्रियो भने त मलाई त लास्टै टेन्सन भयो नि त यो मोबाइल साटेर म आइफोन किन्छु भनिरहेको थिएँ यार अब आइफोन किन्ने पैसा पनि छैन यसो त्यही हो सब्सक्राइब हान्दिनु अलिक पैसा कमिन्छ कि पौडी खेल्दा गऱ्यौँ हामीले अनि तपाईँहरूले हाम्रो ब्लग हेरिहाल्नुभयो होला मेरो क्यामेरा पनि मेरो स्पिकर पनि बिग्रिसक्यो तर यो मान्छे अझै पनि मेरो स्पिकर सुध्रिला तर यो मान्छे सुध्रिँदैन किन सुध्रिन्छ चाहिँ सुध्रिनु न कहिले सुध्रिन्छ आज सुध्रिन्छ भने तँलाई कटुवाइदिन्छु सो गाइस यहाँ हेर्नु है म कहाँसम्म जान सक्छु सो यहीँ यत्रो डुबाइन्छ सो गाइस फेरि एकचोटि पानीभित्र मोबाइल पसिसकेको छ आमामा कस्तो घोचेको घाँसले उहाँ माथि सन देख्न सक्नुहुन्छ हे सूर्य भगवान सुन्दै हुनुहुन्छ आइदिनुहोस् ओ के छ तेरो खबर अनि म कसलाई सुनाएको हस्पिटल जान्छ ए घरमा गएर सुत्न त त्यो गाइड यसले चाहिँ मलाई अस्ति के भन्दै थियो गर्लफ्रेन्ड खोजिदिनु भनेको होइन कतिवटा भन् न त अनि यसलाई एउटा गर्लफ्रेन्डको जरुरत छ यो भिडियोमा जसले लाइक हान्छ यसको गर्लफ्रेन्ड कमेन्ट हान्ने चाहिँ मेरो कमेन्ट हान्देऊ न त
हैन सो मेरो मोबाइल भित्र फेरि पानी पसिसकेको छ साउन्ड कस्तो आएको चाहिँ मलाई थाहा भएन हैन म यहाँबाट फेरि जम्प हान्छु अनि तपाईहरु मेरो जम्पिङ स्टाइल हेर्नु म पौडी खेल्न चाहिँ आउन थाल्यो मलाई पौडी खेल्न हैन त्यही हो सो गाइज मेरो पानी भित्र मोबाइल पसेर मलाई यस्तो टेन्सन भइरहेछ अति नै टेन्सन भइरहेछ यो चाहिँ फेरि हाँस्दै छ हैन हाँस्दै छ हाँस्न त कहाँ सक्छ नि मुजी गर्लफ्रेन्ड नै छैन एउटा हैन हो हैन हो नि यता हेर्यो भन् न ओ ओ ओ ओ ओ ओ बन्द गरिदिएको है भने आउँछु आएको गाइस हामीले पौडी खेलेर सक्यौँ ल अब हामी घर जाँदैछौँ मेरो माइकको साउन्ड बिग्रियो कसले तिर्छ अब त तिर्छेस् अब मोदीजीले तिर्नु पर्यो नि अघि मोदीजी भन्दै गए अब यी मोदीले ला मोदी अब गयो मेरो माइक अब कसले तिर्छ के तिर्छ थाहा भएन त्यही हो अब चाहिँ हामी घर चल्दिने हो हामीले चाहिँ नुहाएर सकिसक्यौँ हल्का फुल्का धेर त नुहाइनौँ होइन कति नुहायौँ हामीले आधी घन्टा अरे साला 1 घन्टा जति नुहायौँ ब्लग चाहिँ त्यति भएन यहीँ जा हेलो गाइज लाइक शेयर सब्सक्राइब गर्न नबिर्सिनु फोटो सो त्यही हो अब चाहिँ त परि गएको थियो गाई चाहिँ मलाई के सोध्दैछ थाहा छ के भन्दैन भन्न यहाँ के डराएको के भन्छ उयो यसले त्यही सोध्दैछ जिए डट हाल न यार के जिए एनजी ग्याङ स्टार भनेको मैले ग्याङ स्टार ग्याङ स्टार फ्याक्टै परेको छ टाउको साउको भनेको यसले होइन थ्याङ्क यू ए हिँड्न साला आजको ब्लग चाहिँ यति नै थ्याङ्क्स फर वाचिङ गाइज आज चाहिँ अब सिधै मकै बारीमा है त ल सो गाइज बाई बाई है ल